हामी प्याराडाइज हिल्स रेस्टुरेन्टमा चाहिँ पुगिसकेका छौँ। यता हेरेर टन्नै छ, थुप्रै कस्टमरहरू आउनुभएको छ हैन। सो त्यो पर्टिकुलर चाहिँ गेट चाहिँ तपाईँको श्वेतबाराई मन्दिरको हो। अनि यता चाहिँ तपाईँको होल काठमाडौँको भ्यू आउँछ। सो एउटा सर्ट डेस्टिनेसन हैन, फ्यामिलीसँग पनि आउन जान चाहिँ मलाई चाहिँ एकदमै मन पर्यो लोकेसन, त्यही भएर नै स्पेसली चुज गरेको हो। एन्ड कस्टमरसँग पनि फिडब्याक लिँदाखेरि चाहिँ उहाँलाई चाहिँ लोकेसन चाहिँ मन परेको छ। बिकज दुईवटा मन्दिरको भिजिट पनि भयो, एउटा श्वेतबाराई र अर्को चाहिँ त्यसपछि चाहिँ सन्तानेश्वर। सो उहाँलाई पनि लोकेसन एकदमै मन परेको छ। सो वी आर होपिङ कि आजको यो इभेन्ट चाहिँ राम्रो होस्, सबैजनालाई मन पराउनु होस् र यस्तो यस्तो इभेन्ट चाहिँ हामी गरिरहेको छौँ। यसै म चाहिँ तपाईँलाई यता भित्रको चाहिँ उहाँ चाहिँ हाम्रो यहाँको म्यानेजर सर। अनि यो चाहिँ लोकेसन यसो हेर्दै बस्नलाई पनि एकदमै राम्रो ठाउँ। त्यहाँ बच्चालाई खेल्नहरूको लागि सानो गार्डन जस्तो, किन्डर गार्डन जस्तो छ। हाम्रो सुयोग सर यहाँ हाम्रो लन्च भइरहेको छ। लन्चमा पनि हाम्रो रेडी भइसकेको छ। एकछिन ल अब चाहिँ सुरु गरौँ।